हेलो साथीहरु नमस्कार। मेरो यो अर्को भिडियोमा आज तपाईलाई विशेष स्वागत छ। आज बहुत लामो समय पइतर मेलौलीमा भनौं यसरी असिना पानी पर्यो। अट्ठा भन्नान भनौं हमारी भाषामा। अट्ठा यदि पड्या कि तमरा यो हिउँै पड्या जसो भयो भनौं। पहि चारैतिर तिमिन्जा पुरा हिउँको जसो दृश्य तम देख्न सक्कर्या हुन भनौं। नगरपालिका कार्यालय तसै म मेलौली भगवती मंदिर का प्रांगण में छौं भनौं। पहि तम देख्न सक्छौ यी पुरै भनौं चारैतिर इसो असिना पड्दैछ कि यहीले गर्दा तिमिन्जा केही ठण्डकोले महसुस भइरहेछ भन्न पैथर। तसै भनौं यो घोगा लागिरहेको थियो बहुतनले सबैले भनौं घोगा लागिरहेको थियो। उनीहरुले अलिकति राहत पुग्यो यहीले भनौं। पहि ल भिडियोलाई हेर्दाखेरि या त अन्तिमसम्म तमलाई म पुरा यो असिना पडेको दृश्य देखाउँ। ल तसै त म देख्न सक्छौ पारे यो मन्दिरमा हेर्दाखेरि लेखा हुँदैन सबैजना भनौं। पहि यी तलेमा भनौं तमरा तलेमा बठी यो मेलौली हरिपुर बजार नगरपालिका प्रहरी प्रशासन यो मन्दिरको प्रांगण तम देख्न सक्छौ पुरै सेतो भइरहेछ यो। र यही मन्दिरमा अहिले फोटा खिच्चा कि लेखा उनीहरुको एकदमै भिड भडाका छ। र यही असिना गलबर तल्यानी खोला जसोले बग्गा छ तम देख्न सक्छौ साथीहरु। यो हिउँ भन्नाय कम नाइ थिएन ठण्ड लगै उति छ। भिडियोलाई हेर्दै यहाँ आहा स्वर्ग भनेको यही होला भाइ हो। यति काहीँ त मनले स्वर्गको कसो हुन्छ भन्ने त मैले यसो अनुभव गर्दै पारेछ भनेको त ठिक छ नि। त यही हो स्वर्ग भनेको। हेर त कति शीतल हो भनौँ, कति किमिन्जालाई आनन्दको माहौल बनाए हो। आहा थोडा ठण्ड भइहाल्दै हो नि त। यो गर्मीको समय थियो ठण्डले त केही पड्लाइ थियो फरक तब लगे भनौँ। यहाँ हेर्दै सकिन्छ त म के आनन्द होला मुले छाडा यसै ठाउँ र जन्मदे मान्छे साँच्चैकै भाग्यमानी हो। म अहिले भगवती मन्दिर प्रांगणमा जन्न आर्यो र यो यसो पढ्यो कि एक बेर त लगभग आधा घन्टासम्म यो पढ्यो हो। र आधा घन्टासम्म पढ्ने मिन्जालै यो अवस्था सिर्जना भयो साथीहरु। यहाँ बन्ना छ र यो असिना भनौँ सायद मेलौलीमा हो कि पड्या जस्तो लग्गा छ। र कहाँबाट साथीहरु यो कमेन्टमा बताउनु। यहाँ आइदि तमरान ठाउँतिर ल यो पढेको भ्याले यसलाई त आफ्ना कमेन्ट मार्फत बताउन सक्नुहुन्छ। सर कसो लग्गा छ बहुत पैथर यसरी अट्ठापट्टि मिन्छ। अहिले मलाई करिब भयो के अरे 2 बिसी पुग्न लाग्छ। तर यो पहिलोचोटि चाहिँ मैले देखेँ यो जेठको महिनामा चाहिँ यसरी असिना परेर यो हिउँ जस्तै देखिया एकदमै टनाटन। तर असिना पर्या हो हिउँ पर्या होइन। तर यो चाहिँ देखिया छ हिउँ परे जस्तै। तर यहाँको जनजीवन चाहिँ एकदमै प्रभावित भयो। र यहाँ रुखडालाहरू पनि को पातहरू पनि केही रहेको छैन एकदमै खदम डेन्जर भएको छ। अब मकै छरिसकेको थियो मान्छेले उम्रिरहेको थियो त्यो मकैको पनि केही रहेन। सर के भन्न चाहन्छ अब यसरी पसिनापट्टि बिन्जा? अब यो असिनाले अलिकति अब किसानहरू त नाराज भयो होला नि। तर यो प्रकृतिमा चाहिँ नै एकदमै रमाइलो भएको छ। यो जीवनमा फर्स्टचोटि देखेँ मैले। अब एकदम चाहिँ रमाउनु लागि अब मौसम चाहिँ खतरा एकदम रमाइलो भएको छ।
लामो समय भइसक्यो गाउँपट्टि जानु हो लौ भी साथीहरु अब तमुनले देखिया अब इसो भनौँ अब यो आज यो इसै आसपासमा मात्रै है यति पढेको यो तर अरू तान आइपड्यो भन्दाखेरि आएन मैले सुनासम्म र कहाँ कति के भयो कसो भयो सबैजना खबर गरेर ल्याएको सबैले आयो यो भिडियो मन पढ्यो भने त लाइक कमेन्ट सेयरलाई गरेर ल्याए यदि युट्युबमा यो कार्यक्रम त हेर्दा छौ भने पैसा न यही कार्यक्रमलाई त म तँबाट सब्सक्राइबलाई गरे भन्नु गइसक्ने हो रे